नमस्ते अनि स्वागत छ हजुरलाई हाम्रो यस नयाँ भिडियोमा। आशा छ हजुरहरू सन्चै हुनुहुन्छ होला। थम्बनेल र टाइटल हेरेर थाहा पाउनु भइसक्यो हामीले यस भिडियोमा के गर्न जान लायक, जुन चाहिँ हेर्न सक्नुहुन्छ मेरो अगाडि छ टिभिएसको एन्ट्रक। यो 2020 मोडलको ओल्ड एन्ट्रक हो र हजुरको पनि यस्तै एन्ट्रक छ र न्यू मोडलमा परिणत गर्न सोच्नु भइरहेछ। अब नयाँ मोडलको किन्नको लागि पैसा छैन, आफ्नै स्कुटरलाई केही गरेर नयाँ बनाउन पाएको भए कस्तो हुन्थ्यो होला। यही कुरालाई हामीले आज यस भिडियोको मार्फत हजुरलाई देखाउन गइरहेको छौँ। यो ओल्ड मोडल स्कुटरलाई हामीले न्यू मोडल स्क्वाड एडिसनमा परिणत गर्नेछौँ। एलइडी हेडलाइट, ग्राफिक डिजाइन र थप अरू कामहरू पनि। यस, मलाई चाहिएको चाहिँ यही स्टिकर हो। अब हजुर कहाँ छ छैन के कसो हो। आज हाम्रो दोस्रो दिन यस पुरानो मोडल एन्ट्रकलाई नयाँ मोडल एन्ट्रकमा परिणत गर्ने र हामीले अलमोस्ट सबै कुराहरू रेडी पारिसकेका छौँ। अब यसलाई फिटिङ गर्न छ र यसको पुरानो मोडलबाट नयाँ मोडलमा बनाउँदाखेरि हामी कतिको बेटर गऱ्यौँ र भयो कि भएन हजुरहरूले सजिलै हेर्न सक्नुहुनेछ। सुरुमा त हामीलाई यस स्कुटरमा स्क्वाड एडिसनमा परिणत गर्नको लागि एकदमै आवश्यक परेको थियो, जुन चाहिँ यसको थियो स्टिकर, जुन चाहिँ हेर्न सक्नुहुन्छ मेरो हातमा छ सुपर स्क्वाड एडिसन भनेर। यो नै एकदमै मेन रोल थियो स्कुटरमा परिणत गर्नका लागि न्यू मोडलमा। अनि अर्को थियो यसको कभरहरू। हामीले नर्मल तरिकाले सजिलै बनाए भए त यो कलरमै हालेर हुन्थ्यो, तर त्यही पनि हामीले चाहिँ सकेसम्म आफ्नो कामलाई एकदम पर्फेक्ट तरिकाले र रियलिस्टिक बनाऊँ होइन। यो स्कुटर त्यस्तै हो जस्तो बनाउनको लागि चाहिँ हामीले यसलाई कलर पेन्ट गऱ्यौँ। दुईवटा कलर हेर्न सक्नुहुन्छ पेन्ट गरिसकेका छौँ। 1 to 5 कभर हो र अरू पनि यतातिर टचअप गराउन पर्ने कुराहरू थियो, जुन चाहिँ हामीले पेन्ट गरायौँ। अब यसलाई हामीले फिटिङ गर्दैछौँ, हेर्दै जाऊँ है त। हाम्रो काम त सजिलै भइरहेको थियो नि, सबै हामीले फिनिस गरिसकेको थियौँ। अनि आइपुग्यो एउटा चुनौती। त्यो चुनौती थियो यसको एलइडी हेडलाइटको वायरिङ गर्न। हामीले यसको एलइडी हेडलाइटको बेस भेरिएन्टमा हेर्न सक्नुहुन्छ यस्तो ज्याक हुन्छ र अर्को चाहिँ पार्किङमा यस्तो ज्याक। अनि यो ज्याकलाई हामीले वायरिङ गरेर परिणत गर्नुपर्ने हुन्छ यस एलइडी हेडलाइटमा कनेक्सन। हाम्रो यस स्कुटरमा अलमोस्ट सबै काम कम्प्लिट भइसकेको छ र हामी लगभग भ्याउन लागिसकेका छौँ। यसको वायरिङ पनि गऱ्यौँ, एलइडी हेडलाइटमा परिणत गऱ्यौँ हामीले यसलाई, यो बेस भेरिएन्टलाई। अब पालो छ यसको स्टिकरको। हामीले फाइनली स्कुटर रेडी गरिसकेका छौँ। हजुरको अगाडि छ स्कुटर। यसको एलइडी हेडलाइट हेर्न सक्नुहुन्छ। सजिलै हामीले यसलाई बन्द अन गर्न सकिन्छ टक्क लगाएर। अनि यसको हाइडिङ पनि सजिलै हुन्छ, हाइडिङ हेर्न सक्नुहुन्छ। हजुरहरूलाई यो भिडियो राम्रो लाग्छ भने एउटा लाइकको बटन क्लिक गरी हामीलाई मोटिभेट गरिदिनु होला। हजुरको एउटा लाइक हाम्रो लागि एकदमै ठुलो महत्त्वपूर्ण हुन्छ। अनि हजुरलाई यो भिडियो राम्रो लाग्यो भने कमेन्ट गर्न हामीले नेक्स्ट भिडियो हजुरको कमेन्ट अनुसार नेक्स्ट प्रोजेक्ट गर्नेछौँ। अहिलेको लागि हस्त नमस्ते, धन्यवाद।